धनगढीमा एक आपसमा ड्राइभरहरू किन लडाइँ गर्दैछन् होला नि त। हेलो गाइज, सबैभन्दा पहिला सबैलाई वेलकम छ मेरो मिनी ब्लग डे 7मा। आज चाहिँ म बिहान 3:30 बजी उठिसकेपछि म चाहिँ रेडी भएर लागेँ धनगढीको लागि। धनगढी पुग्दा पुग्दै 5 बजिसकेको थियो, हेर्न सक्नुहुन्छ यतिको उज्यालो पनि भइसकेको थियो। अनि यहाँ धनगढीको ड्राइभरहरू चाहिँ यस्तो लडाइँ गरिरहेको थियो कि एक आपसमा म उसको गाडीमा बस्न दिन्न, म उसको गाडीमा बस्न दिन्न भनेर लडाइँ गर्दा गर्दै हामी चाहिँ ह्यासमा बसेर गयौँ। यस्तो बिहान बिहान चिसो हावाहरू चलिरहेको थियो। यस्तो इन्जोय गर्दा गर्दै कुरा गर्दा गर्दै हामीहरू पुगिसकेको थियौँ चिसापानी पुगिसकेपछि हेर्न सक्नुहुन्छ कति राम्रो भ्यूहरू। घाम भर्खरै आउन लाग्छ तर पानी पर्ने जस्तो पनि भइरहेको थियो कि मौसम चिसो हावा चलिरहेको थियो। अनि गाइज अर्को कुरा, हामीले चाहिँ यहाँ चिसापानी उत्रिएर फोटो खिचौँला भनेको थियौँ, गाडी रोक्यो भए त्यो चाहिँ गाडी बिहानको नरोक्ने रहेछ क्या। दिनमाको चाहिँ रोक्थ्यो अनि बिहानको चाहिँ उसले भन्यो कि रोक्दैनौँ, हामी बिहान डाइरेक्ट जान्छौँ। अनि त्यसपछि हाम्रो सपनाहरू टुट्यो के, फोटा खिचौँला सोचिरहेको थियौँ। त्यस्तो गर्दा गर्दै हेर्नुहोस् जङ्गलको बाटो आयो, यति राम्रो चिसो हावाहरू चलिरहेको थियो। म चाहिँ इन्जोय गर्दै गर्दै अनि म र मेरो आन्टी इन्जोय गर्दा गर्दै हामी कुरा गर्दा गर्दै हामी चाहिँ पुगिसकेको थियौँ फेरि नेपालगञ्ज पुगिसकेपछि हाम्रो थोरै काम थियो 1-2 घन्टाको। अनि त्यो कामसाम सकाएर खानासाना खाएर हामी चाहिँ फेरि रिटर्न आयौँ। यो चाहिँ रिटर्न आउँदाखेरिको भ्यू हो। मैले चाहिँ फेरि उताको केही देखाएन कि उता फोन चलाएन मैले। अनि यो रिटर्न आउँदाको भ्यू कति राम्रो छ है, पहाडहरू यस्तो मनपर्छ कि मलाई चाहिँ। बट गएको त छैन, यस्तो मनपर्छ नि त्यसैले मैले भिडियो बनाएर हालेको। अनि आउँदाउँदै हामीलाई अत्तरी आएर फेरि गाडी चेन्ज गर्न पठायो। यस्तो रिस उठिरहेको थियो मलाई त के भनिदिउँ। एक त गर्मीले मर्न आँटेको बेला, त्यति बेला यिनीहरू पनि कस्तो नाटक गएको है। त्यस्तो गर्दा गर्दै हामी चाहिँ धनगढी पुग्यौँ। धनगढी पुगेर नास्ता गर्न लाग्यौँ। त्यहाँ पनि बिहानदेखि लाइट नरहेछ कि, एक त दिनभरिको गाडीमा हिँड्नु अनि त्यो घामहरू सधैँ टाउको दुखेर कस्तो भइरहेको थियो। अनि फेरि त्यस्तै घाममा पनि नास्ता गऱ्यौँ, भोक लागिरहेको थियो किनभने बिहानदेखि यताउता हिँड्दा हिँड्दा भोक त लागिहाल्छ। अनि नास्ता गऱ्यौँ, त्यसपछि हामी चाहिँ अटोमा बसेर निस्क्यौँ। दाइले चाहिँ के भन्नु लाग्छ चाहिँ हाम्रो गाउँको भाइरल दाइ हो के। अनि उहाँले के भन्नुभएको थियो, बट त्यो भोइसहरू कति नै बुझेको थियो नि, त्यसलाई मैले म्युट गरिदिएको। अनि उहाँले चाहिँ उहाँको भाइरल अटो छ धनगढीदेखि पुनर्बासम्मको भनेर यस्तो के भनिराख्नु भएको थियो। अनि त्यो चाहिँ मैले सुनाउन पाइनँ, सरी ल। त्यस्तो कुरा गर्दा गर्दै हामी चाहिँ हाम्रो गाउँ पुगिसकेको थियौँ, यत्तिको अँध्यारो भइरहेको थियो। अनि त्यसपछि म चाहिँ बिहान फेरि शीतल हावा चलिरहेको थियो कि, अनि दिनभरिको घाम अनि हल्का शीतल हावा चलि इन्जोय गर्दा गर्दै अनि म चाहिँ मोमोज र काफल लिएर आएको थिएँ। त्यसपछि हामीले म चाहिँ नुहाइधुवाइ गरेर फ्रेस भएँ। फ्रेस भइसकेपछि मेरो मम्मी पनि आउनुभयो अनि हामी सबै मिलेर काफल खायौँ, मोमोज खायौँ। इन्जोय गर्दा कुरा गर्दा गर्दै बिहानभरिको मैले सबै कुराहरू मम्मीलाई सेयर गरेँ। अनि हामी इन्जोय गर्दा गर्दै खाना लाग्यौँ। खानासाना खाइसकेपछि फेरि मैले चिसो लिएर आएँ। हामी सबै मिलेर चिसो पनि पियौँ। चिसो पिइसकेपछि फेरि म चाहिँ लागेँ काम गर्न। खाना पकाउनु त पर्यो। मलाई त केही भोकसोक लागेको थिएन किनभने मैले सबै खाना खाएर मेरो पेट टुम्मै भइसकेको थियो। बट मम्मीहरूको लागि